आज चाहिँ फेरि पनि मेरो टार्गेट पुरा भयो। आज चाहिँ थोरै बाइकमा समस्या के देख्यो भने एउटा एफजेडले अगाडि गएर ओभरटेक गरेर ठ्याक्क रोकिरहेको थियो। मलाई ओभरटेक गरेर ठ्याक्कै जेब्राक्रससँग अगाडि गएर रोकिदिएर हेर्नु न, हल्का केही भएन, हल्का दाग मात्रै राखिदिएँ, यहाँ अलिक स्केच भयो। जस मलाई केही पनि भएन यहाँनिर अलिकति। The passenger will pay for the trip in the app using a code. Check the payment status in your app. समस्या गरेर फर्स्टै माया गरेको बाइक यार। हेर्नु गाइज, आज चाहिँ म स्वयम्भू डाँडामा छु। मेरो राइड पुरा भएको छ। आज चाहिँ मेरो राइड पुरा भएको छ। मैले 22 को भ्याउँदैन होला भनेर 22 को राखेर गोल राखेर 1 बजे निस्केको। ठ्याक्कै तपाईँको कति बज्यो भनेपछि अहिले 9:30 बजे नै पुरा भयो। तर अहिले चाहिँ 10 बज्न लाग्यो। अब म रुम जाँदैछु, नत्र यस्तो भने थपाकामा त म 32 कै राख्थेँ नि त गाइज। 32 के गर्नु गाइज, आफ्नो त क्यामेरा पनि गतिलो छैन है, तैपनि भ्लग बनाउनु साह्रै मन लाग्छ। माई डियर फ्रेन्ड तर अलिकति स्क्र्याच भयो, के गर्नु, लास्टै माया लाग्छ। अब यसलाई कसरी दाग मेटाउने होला। यहाँ छ, यहाँ अलिकति छ, त्यो दिमाग खराब भयो यार। थोरै भने पनि मेरो भिडियो हेरेर मलाई सपोर्ट गरिदिनु होला गाइज, किनभने मेरो चाहिँ युट्युब च्यानल बिग्रेको कारणले गर्दा मैले केही गरी पनि ग्रो गर्न सकिरहेको छैन। क्यामेरा क्वालिटी पनि राम्रो छैन, त्यही भएर। कोही क्यामेरा मलाई गिफ्ट दिन चाहनुहुन्छ भने भन्नु है गाइज।